यसरी जलेको छ। यो पंखा बनाएर हजुरहरूलाई देखाउने छु। यो पंखा कसरी बनाइन्छ त्यो पनि सिकाउने छु मैले यो भिडियोमा। यो पंखा बनाउन गइरहेको छु। यसको तार जलेको थियो, माथि निकालेको लुप। यो पंखा सही छ कि नै कोइलहरू पहिले त चेक गर्नु पर्यो। यसरी सिरिजमा बोर्डमा चेक गर्नुपर्छ यसको कोइल ठिक छ कि नै। यो एल्युमिनियमको तार रहेछ, कोइल रहेछ। तपाईले पंखा किन्दा चाहिँ अलि बरु यति पैसा बढी हालेर तामाको कोइल भएको भनेर मागेर किन्नु होला। भोलि बिहान बिग्रिँदा नि सजिलो हुन्छ। यसको कोइल चाहिँ ठिक छ है, यो एल्युमिनियमको कोइल हो। कोइल चाहिँ ठिक रहेछ। अब यसलाई बनाएर रेडी गर्नु पर्यो। पंखामा दुईटो कोइल हुन्छ, रनिङ र स्टार्टिङ। अब मैले रनिङबाट एउटा, स्टार्टिङबाट एउटा, दुईटा पोइन्ट हुन्छ, दुईटा सिरा हुन्छन्। त्यसबाट लास्टकोबाट एकुन्टा सिरा निकाले, रनिङ र स्टार्टिङको रातो कलरको। दुईटालाई चाहिँ कमन गर्नुपर्ने हुन्छ। यी कमन गरेर दुईटा तारलाई एक ठाउँमा कमन गरेर एउटा कालो तार बाहिर निकालेको छु। अब पंखा बनाएर रेडी भयो। अब चाहिँ यो ठिक छ कि नै जोडेको, यो कुनै फुट्यो के गरेको कि अनि यसो चेक गर्नु होला। ठिक छ, यो पनि ठिक छ। यो फेरि एउटा कुरा, यो बडी सर्ट छ कि नै त्यो पनि ख्याल ल। यसमा बडी सर्टको देखायो, यो बल्ब बोल्यो, ल्याम्प बोल्यो। भिडियोमा राम्रोसँग बल्ब बोलेको देखिएको छैन, तर यहाँ बल्ब चाहिँ बलिरहेको, बडी सर्ट देखायो। यो काम लाग्ने भयो नि। कहाँ बडी सर्ट भयो कि छोइयो कि बडीमा पंखाको ढिक्का भनेर खोजिरहेको। यो बनेसम्म बनाइदिने हो, बनेन भने त के लाएर। ल भयो, अहिले चाहिँ बडी सर्ट देखाएन है। अब मैले यहाँ भिडियोमा त यो उज्यालोले गर्दा यो बल्ब बोलेकै देखिएको छैन होला। यो देख्नु छ नि बल्ब बोलेको। यस्तो यो बडीमा छुँदाखेरि बोल्नु भएन है, तारदेखि कोइलदेखि बडीमा छुँदा बत्ती बोल्नु भएन, बडी सर्ट हुन्छ फेरि। ठिक छ, अब चाहिँ ठिक भयो है। कतै कोही तारले छोथ्यो होला उसमा त ढिक्कामा। मैले चाहिँ छोइएको ठाउँमा हल्का हल्का उचालिदिएँ, उचालेपछि भयो है। अब बडी सर्ट छैन। पंखा रेडी भयो। अब यसलाई फिट गरेर
एकचोटि जोड चलाएर नि देखाउँछु तपाईहरुलाई। पंखा कुन क्यापेसिटरको कुन लाइनको चेक गर्नु होला। कौनमा छुँदा सुल्टे घुम्छ, यो सुल्टे घुम्यो है। यहाँ हेर्दा उल्टे घुमेछ तर झुन्नाउँदा चाहिँ यो सुल्टे घुम्छ। यसरी सुल्टे गरे झुन्नाउँदा तर यहाँ उल्टे घुम्छ। अहिले यो यहाँ उल्टे घुम्यो भने त्यो झुन्नाउँदा चाहिँ सुल्टे घुम्छ है। ल ठिक छ है, पंखा चल्यो। ल अब यसलाई चलाएर चेक गर्ने छ। मजाले चल्यो भने कति मजाले घुम्यो। पंखा बनाएर भ्याइयो। हजुरहरूले पनि नयाँ कोही साथीहरू हुनुहुन्छ नि यो भिडियो हेरेर सिक्न सक्नुहुनेछ। मैले पनि सुरुमा नजान्दा अरूकोमा लैजाँदै यसो बनाउन दिँदै अनि त्यही हेर्दै सिक्दै गरेको, हेरेरै सिकेको मैले नि। तपाईहरुले पनि यो भिडियोबाट धेरै कुरा सिक्न सक्नुहुनेछ। अझै बुझ्नु भएन भने भन्नु होला। अब गर्मीको सिजन चाहिँ यस्ता पंखा त कति आउँछन् कति बनाउनलाई। तपाईहरुलाई अझै राम्रोसँग बुझाउने कोसिस गर्नेछु। हजुरहरुको नि पंखा बिग्रेमा, नयाँ पंखा चाहिएमा सम्झिनु होला। ल